थाल्छ हेर्नुहोस् है, अब हतार हुन्छ। अब 3 घण्टामा दिनुपर्ने एन्सर हैन, लेख्नुपर्ने हैन, दिनुपर्ने इक्जाम, बुझ्नुभयो नि। अब 1 घण्टामा सकिन्छ। जति लेखे पनि अब के हुन्छ त भन्दाखेरि त्यो क्वेसन पुरा लेख्न पाइँदैन अथवा सकिँदैन। किन भन्दा प्रत्येक क्वेसनको चाहिँ आफ्नो समय हुन्छ के। एउटा क्वेसनलाई कति मिनट टाइम दिने भनेर तोकिएको हुन्छ र त्यही अनुसार चाहिँ के हुन्छ त 3 घण्टाको क्वेसन दिएको हुन्छ इक्जाममा, अथवा 2 घण्टा 1 घण्टा, बुझ्नुभयो नि। जति टाइम छ त्यही अनुसार एउटा क्वेसनलाई 5 मिनट 10 मिनट 15 मिनट 20 मिनट कति टाइम त्यो अनुसार हुन्छ। अब तपाईले 3 घण्टामा गर्नुपर्ने कुराहरू 1 घण्टामा गर्न सक्नुहुन्छ? सक्नुहुन्न। नलेखेको त हैन, लेखेको हो, आएको पनि हो। अब पछि लास्टमा गएर अनि लास्टमा के हुन्छ त भन्दाखेरि लेख्न धेरै बाँकी हुन्छ। अनि त्यहाँ बस्ने गार्ड जो छ हैन, उसले के गर्छ त तपाईको कपी खोज्छ। अब घन्टी बजे पछाडि तपाईले जति नै लेख्छु भने पनि अघि चाहिँ तपाईले 1 घण्टौ चाहिँ के गर्नुभयो, क्वेसन पढेर यता र उता गरेर हैन सोचेरै सिद्धाउनु भयो। हेर्नुस् है, अब लास्टमा गएर चाहिँ तपाईले जति हतारेर लेखे पनि अब तपाईलाई टाइम मिल्दैन के, बुझ्नुभयो नि। तपाईलाई त्यो टाइम मिल्दैन, अर्थात् तपाईले चाहेर पनि के गर्न सक्नुहुन्न। अब तपाईले त्यो टाइमलाई बढाउन सक्नुहुन्न है। किन भन्दा तपाईले गर्नुपर्ने काम चाहिँ के गर्नुपर्छ त टाइममा तपाईले सिद्धाउनु पर्थ्यो। अनि रिजल्ट आउँछ, कस्तो आउँछ रिजल्ट? यसो हेर्यो, माथिबाट हेर्यो हैन, आश हुन्छ नि त, ओहो फर्स्टै हुन्छ कि भनेर हैन इक्जाम दिनेलाई त। अनि माथिबाट हेर्दै 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 आउँदा तलसम्म आइपुग्दा नामै हुँदैन। किन फेल भएको मान्छेको कहाँ नाम हुन्छ त त्यहाँ हैन लिस्टमा, पास भएको ठाउँमा नाम हुँदैन। अनि ल अर्कोचोटि चाहिँ म जसरी नै पास हुन्छु भनेर अब निस्किन्छ। के को पास हुन्छ? उही पारा भइ त सुरु त भइहाल्यो, बिर्स्यो। हेर्नुहोस् है, अनि यो चाहिँ अधिकांश मान्छेको जीवनमा हुन्छ, अधिकांश मान्छेको जीवनमा हुन्छ जो तयारी हुँदैन, जसले समयको महत्त्व बुझेको छैन है, जसले समयको महत्त्व बुझेको छैन, जुन कुरालाई प्राथमिकतामा राख्नुपर्ने दिएको छैन, त्यसको जीवनमा यस्तो अधिकांश हुन्छ। अनि तपाईँ हामी सबैजना लगभग त्यस्तै खाले मान्छे नै होला मलाई जहाँसम्म लाग्छ है। अब हामी पनि केमा छौँ भन्दाखेरि यो संसारमा परमेश्वरले हामीलाई पठाउँदै गर्दा केही जिम्मेवारी केही काम दिनुभएको छ र त्यो कामसँगै हामीले के पनि दिनुभएको छ, समय पनि दिनुभएको छ। अब यो निश्चित समयमा तपाईँले के गर्नुपर्छ, यो कामलाई तपाईँले सिद्धाउनुपर्छ। त्योभन्दा एक्स्ट्रा टाइम तपाईँले पाउनुहुन्न, बोनस टाइम तपाईँले पाउनुहुन्न। तपाईँलाई दिएको समयमा तपाईँले यो काम सिद्धाउनुपर्छ, जुन काम परमेश्वरले तपाईँलाई दिनुभएको छ। मैले तपाईँहरूलाई भन्दै थिएँ, तपाईँहरूको कलिङ के हो, बोलावट के हो, क्लियर हुनुहोस्। किन भन्दा तपाईँ अरूको बोलावटमा अल्मलिएर नबस्नुहोस्, अरूको काममा अल्मलिएर नबस्नुहोस्। अरूको काममा व्यर्थैमा हात हाल्ने मान्छे भनेको अल्छेले मात्र हात हाल्छ, अरूले हात हाल्दैन अर्काको काममा। आफ्नो काम गर्ने हो, आफ्नो काम, आफ्नो जिम्मेवारी, आफूलाई दिएको भूमिकाहरू निर्वाह गर्ने हो, बुझ्नुभयो नि। अनि बल्ल के हुन्छ त भन्दाखेरि परमेश्वरको राज्यमा शक्तिशाली काम हुन्छ हैन, बुझ्नुभयो नि। तपाईको काम हेर्ने काम हो भने तपाईँ हेर्नुहोस्, यसरी हेर्नुहोस्, यति क्लियर हेर्नुहोस्, सबै कुरा छर्लङ्ग देख्ने गरी हेर्नुहोस्, बुझ्नुभयो नि। तपाईको काम सुन्ने हो भने यसरी सुन्नुहोस्, सबै कुरा प्रष्टसँग सुन्नुहोस्। तपाईको काम बोल्ने हो भने यसरी बोल्नुहोस्, मानिसहरूले तपाईँले बोलेको कुरा प्रष्टसँग बोलुन् हैन, बुझुन्। बुझ्नुभयो नि है। अब एउटा कुरा क्लियर हुनुपर्छ, हामी भनेपछि हामी परमेश्वरको छाउनीभित्र है, हामीहरू ख्रिस्टको शरीर भनौँ हैन, शरीरमा अथवा मण्डलीमा हाम्रो भूमिका के हो, हाम्रो बोलावट के हो। हामी वान म्यान आर्मी होइनौँ, बुझ्नुभयो नि। हामी वान म्यान आर्मी होइनौँ। परमेश्वर के चाहनुहुन्छ, हामीले समूहमा मिलेर उहाँको सेवा गरेको चाहनुहुन्छ। त्यही भएर म एक्लै केही पनि होइन, जब म तपाईहरुसँग हुन्छु बल्ल अनि त्यस पछाडि म केही हो है। तपाईको आँखा मात्र निकालेर बाहिर राख्दियो भने त्यो को हो त? अब त्यो आँखा मात्र हो, त्यो तपाईँ होइन। तपाईको कान मात्र निकालेर बाहिर राख्दियो भने के हुन्छ? त्यो तपाईको कान मात्र हो, तपाईँ होइन है। क्लियरली बुझ्नुस्। भनेपछि सबै कुरा मिले पछाडि मात्र तपाईँ जस्तो देखिनुहुन्छ, नत्र देखिनुहुन्न है। एउटा आँखा निकाल्दियो भने के हुन्छ? अब तपाईँ जस्तै देखिनुहुन्न। अब को कन्फ्युज हुन्छ मान्छेलाई
होइन म हुँ नि, म त्यही व्यक्ति हुँ भनेर त्यो 1000 चोटि भने पनि होइन नि, दुईटा आँखा थियो एउटा आँखा खोइ त भन्ने कुरा हुन्छ होइन र। भनेपछि तपाईँ र म मण्डलीबाट बाहिर निस्किएर छुट्टिएर हामी केही पनि होइन, हामी जिरो हो। बुझ्नुभयो नि, हामी जिरो हो, केही पनि होइन, हामी नथिङ है। त्यो भएर तपाईँ र म क्लियर हुनुपर्छ, हामी के को लागि हो परमेश्वरले हामीलाई बोलाउनु भएको, त्यो कुरा तपाईँले नै गर्नुपर्छ, अरूले गरेर प्रभावकारी हुँदैन के होइन। बुझ्नुभयो नि, जसको जे बोलावट हो, जसलाई जुन कामको लागि परमेश्वरले नियुक्त गर्नु भएको छ त्यो काममा मरि मेटेर लगाऊ, दिल्लो ज्यानले लगाऊ न। परमेश्वरले यसरी उठाउनुहुन्छ नि तपाईँ, होइन सपना हो कि विपना हो थाहै पाउनुहुन्न, तर त्यही कुरामा तपाईँ लाग्नु पर्यो, त्यही कुरामा लाग्नु पर्यो, बोलावटलाई पक्रिनु पर्यो। त्यही भएर हेर्नुहोस् है, जब तपाईँ बोलावटमा हिँड्दै गर्नुहुन्छ, हिँड्दै गर्दाखेरि भिडमा हुँदाखेरि तपाईँलाई कसैले पनि देख्दैन। बुझ्नुभयो नि, भिडमा हुँदाखेरि तपाईँलाई कसैले पनि देख्दैन, तर भिड चाहिँ एक ठाउँमा अल्मलिएर बसेको छ, तपाईँ हिँड्दै हुनुहुन्छ भने तपाईँ अगाडि देखिनुहुन्छ। हेर्नुहोस् है, दौडमा दौडिनेहरू के हुन्छन् त भन्दाखेरि सबै एकैचोटि दौडिन्छन् होइन। जब सिटी बज्छ त्यस पछाडि उनीहरू एकैचोटि दौडिन्छन्, तर केही समय पछाडि हेऱ्यो भने सबैभन्दा स्पिड दौडिने अगाडि हुन्छ। अनि त्यसरी नै के हुन्छ त भन्दाखेरि सिरियल्ली मान्छेहरू दौडिराखेका हुन्छन्, एकै ठाउँमा कोही पनि हुँदैनन्, अगाडि पछाडि हुन्छन्। अनि सबैको आँखा चाहिँ कहाँ हुन्छ त भन्दाखेरि सबैको आँखा चाहिँ पछाडि कुद्दै गरेको मान्छेमा होइन, सबैभन्दा अगाडि भएको व्यक्तिमा हुन्छ सबैको आँखा होइन। कतिजना उसले जित्योस् भन्ने अपेक्षा गर्छन् र कतिजना चाहिँ यो लडे हुन्थ्यो होइन, यसलाई चाहिँ पछाडिकोले जिते हुन्थ्यो भन्ने पनि हुन्छन् है। बुझ्नु, पक्षको मान्छे नि हुन्छन्, विपक्षको मान्छे पनि हुन्छन्। त्यस्तै जब तपाईँले आफ्नो बोलावटलाई पक्रिनुहुन्छ र तपाईँ अगाडि बढ्नुहुन्छ होइन, त्यो भिडबाट तपाईँ जब बाहिर छुट्टिनुहुन्छ, एक्लो देखिनुहुन्छ, अरूभन्दा टाढा तपाईँ पुग्नुहुन्छ, विरोध सुरु हुन्छ। ढुक्क हुनुहोस्, विरोध सुरु हुन्छ, षड्यन्त्र सुरु हुन्छ होइन, तपाईँलाई सतावटहरू सुरु हुन्छ नै। यो किन भन्दाखेरि अरूहरू तपाईँसँग कोही पनि छैनन्, तपाईँ अगाडि निस्किसक्नु भएको छ। तपाईँ अगाडि निस्किसक्नु भएको छ, यसको मतलब अब तपाईँले के गर्नुहुन्छ, अगाडि हुनेहरूलाई भेट्नुहुन्छ के। अब पछाडि होइन, अगाडि हेरेर बढ्नुहोस् र समयको सदुपयोग गर्नुहोस् र अरूभन्दा फरक हुनलाई तपाईँ नडराउनुहोस्। जब तपाईँ अरूभन्दा फरक हुनुहुन्छ बल्ल तपाईँको चाहिँ भ्यालु हुन्छ है, तपाईँको महत्त्व हुन्छ। तपाईँ सबै अरू जस्तै तपाईँ भइदिनु भयो, अरू जस्तै हुनुभयो भने अरूले नै बोल्ने कुरा बोल्नुहुन्छ, अरूले नै खाने कुरा खानुहुन्छ, अरूले नै गर्ने काम कुरा गर्नुहुन्छ, अरू र तपाईँमा केही पनि भिन्नता छैन भने तपाईँ कसरी इक्जाममा फर्स्ट हुनुहुन्छ? फर्स्ट त्यत्तिकै हुँदैन नि त होइन, अरूभन्दा फरक युनिक भएको कारणले गर्दाखेरि ऊ के हुन्छ त फर्स्ट हुन्छ, अरूभन्दा उत्कृष्ट भएको कारणले गर्दाखेरि ऊ फर्स्ट हुन्छ होइन। तपाईँ वचन दिँदै हुनुहुन्छ, वचन सिकाउँदै हुनुहुन्छ होइन, अरूहरूले सिकाउँदै गर्दा र तपाईँले सिकाउँदाको फरक के हो त? यदि नर्मल किसिमले अरूले जस्तो सिकाउँछन् त्यही हिसाबको तपाईँको सिकाइ हो भने तपाईँ एभरेज हो। तपाईँलाई कसैले पनि के त भन्दाखेरि वाचै गर्दैन होइन, कसैले तपाईँलाई मतलबै गर्दैन, तपाईँले सिकाएको कुरा नर्मल हुन्छ। बुझ्नुभयो नि, अब तपाईँले सिकाउँदै हुनुहुन्छ भने तपाईँले के गर्नु पर्यो, तपाईँले ख्रिस्टको हृदयलाई मानिसहरू अगाडि राख्न सिक्नु पर्यो कि ख्रिस्टको भनेर चिनाउन सिक्नु पर्यो। अनि कन्फ्युज भएर होइन, दोधारमा परेर होइन, अधिकारसहित तपाईँले सिकाउन थाल्नु पर्यो, पुरा तयारीका साथ सिकाउनु पर्यो होइन, पवित्र आत्माको शक्तिले भरिएर तपाईँ चल्नु पर्यो। अनि बल्ल परमेश्वरको के हुन्छ त काम हुन्छ, अनि तपाईँ फरक देखिनुहुन्छ, तपाईँ फरक देखिनुहुन्छ। तपाईँले आफ्नो परिचय दिनै पर्दैन, तपाईँले आफ्नो परिचय दिनै पर्दैन, तपाईँको कामले, तपाईँको स्वभावले, तपाईँको बोली वचनले तपाईँको परिचय दिन्छ है। तपाईँ खालि अरूको मात्र कुरा गर्नुहुन्छ होइन, गनगन र गुनासो मात्र गर्नुहुन्छ, बुझ्नुभयो, भित्र तितोपनका कुराहरू मात्र राखेर बस्नुहुन्छ, अनि आफू पनि अल्मलिनुहुन्छ, अरूहरूलाई पनि अल्मल्याउने मात्र काम गर्नुहुन्छ होइन। भने अब तपाईँलाई कसरी मान्छेले चिन्छन्?
तपाईँले जस्तो स्वभाव देखाउनुहुन्छ, जस्तो व्यवहार देखाउनुहुन्छ त्यसरी नै चिन्छन्। तपाईँ बेला बेलामा पुरै बम पड्केको जस्तो पड्किनुहुन्छ होइन। बेला बेलामा तपाईँले के गर्नुहुन्छ त भन्दाखेरि रिस देखाउनुहुन्छ, बेला बेलामा आक्रोश देखाउने होइन, त्यो देखाउनुहुन्छ। तपाईँले जस्तो स्वभाव देखाउनुहुन्छ त्यसरी नै मान्छेले चिन्छन्। बुझ्नु? किन एउटा कुरा याद गर्नुपर्छ के, भित्र जे छ बाहिर त्यही निस्किन्छ, वचनले त्यही सिकाउँछ। भनेपछि तपाईँको मुखबाट त्यत्तिकै होइन कुनै पनि कुराहरू निस्किँदैन। एउटा कुरा है, अब कहिलेकाहीँ हामीले हेर्छौँ एकदमै होइन भनौँ न गलत मान्छेहरूले पनि सही कुरा गरेको जस्तो हामीले देख्छौँ, सुन्छौँ है। तर त्यो सही कुरा चाहिँ छेडिक हुन्छ के त्यो मान्छे गलत छ भने के हुन्छ थाहा छ, आज त्यसले नाटक गर्छ, भोलि गर्छ, पर्सि गर्छ होइन, केही हप्ता गर्ला, तर सधैँ सक्दैन के। किन भन्दा उसले आफ्नो प्रभाव र आफ्नो के त स्वाद चाहिँ छोड्छ होइन। किनकि जसरी नुनको आफ्नो स्वाद छ, हरेक व्यक्तिको पनि के छ त आफ्नो स्वाद छ। अन्धकारको शक्तिको पनि आफ्नै किसिमको स्वाद छ, उसले छोड्छ के होइन। कुनै व्यक्ति आउनुहुन्छ, हामीसँग सङ्गतिमा बस्नुहुन्छ, मुनि बसेर हालेलुया आमेन भन्नुहुन्छ 2-4 दिन, अनि 5-7 दिन पछाडि अनि विरोध गर्दै जानुहुन्छ। याद गर्नु भएको छ है। किन भन्दाखेरि केही समय त उहाँ राइट ट्र्याकमै हुनुहुन्थ्यो, सही बाटोमै आउनु भएको थियो, तर केही समय पछाडि उहाँको भित्र भएको स्वभाव चाहिँ के भयो त बाहिर निस्क्यो कि है। फेरि त्यो नराम्रो कुरा होइन, किनकि बत्ती बालेपछि त के हुनुपर्छ, ज्योतिमा सबै कुरा प्रष्ट हुनुपर्छ नि होइन। त्यो ज्योति किनकि उज्यालोमा आएपछि त्यो देखिएको मात्र हो, अरू केही पनि होइन। उज्यालोमा आउँदै गर्दाखेरि थाहा भएन, उज्यालोमा आइसके पछाडि देखियो। तर त्यो चाहिँ खासमा के थियो, उहाँकै प्रगतिको लागि थियो, उहाँकै उन्नतिको लागि थियो, उहाँलाई बनाउनको लागि थियो, बिगार्न भत्काउनको लागि होइन के। बुझ्नुभयो नि? किन भन्दा उहाँको माइन्ड सेटै नेगेटिभ भयो क्या, त्यो भएर चाहिँ उहाँले नबुझेको हो है। तपाईँले जहिले पनि पोजिटिभ तरिकाले हेर्नु पर्यो कि यदि कसैले तपाईँलाई कराउँदैछ भने पनि त्यत्तिकै कराएको होइन कि, कराउनुको पछाडि केही रिजन छ, मलाई किन कराइस् भनेर भन्ने होइन कि। पहिला आफू शान्त कराउनुको पछाडि केही रिजन छ, मलाई किन कराइस् भनेर भन्ने होइन कि। पहिला के रहनु पर्यो, शान्त रहनु पर्यो है। तपाईँ शान्त रहनु भयो भने अनि बल्ल तपाईँको समशक्तिले काम गर्छ कि। तर कुरा सिद्धिएको छैन, तपाईँ भडङ्ग भड्किनु भयो भने मुनिबाट चाहिँ आगो लगाएको जत्तिकै हुन्छ। आगो लगाएपछि के हुन्छ है, पानी हो भने उम्लिन्छ होइन, अनि घिउ हो भने पग्लिन्छ। बुझ्नुभयो नि? अब तेल हो भने तातेर अब पुरै खारै चल्छ होइन। त्यही भएर तपाईँ र म के हुनु पर्यो, पहिलो कुरा स्थिर हुनु पर्यो, शान्त हुनु पर्यो, एकदम शान्त। कस्तो शान्ति? शान्तिको राजालाई हामी पछ्याउँछौँ कि होइन। हो येशूको त्यो आनन्द, त्यो शान्ति तपाईँको र मेरो हृदयमा आउनु पर्यो। त्यो शान्ति र आनन्द कसैले पनि खोज्न सक्नु भएन, कुनै पनि कुराले खोज्न सक्नु भएन, कुनै पनि कुराले। किनकि त्यो परमेश्वरबाट आएको कुरा हो, हामीले त्यसलाई खोज्न दिनु हुँदैन कि, खोज्न दिनै हुँदैन होइन। मेरै अगाडि मेरो बारेमा मान्छेले भन्नु नभन्नु भन्दैछ भने पनि एकदम स्टिल भएर बस्ने, सुनेर बस्ने। किन भन्दाखेरि त्यो मान्छेले तपाईँको गुणगान गाएर नजिकै आएर तपाईँलाई सिद्धाइदियो भने गयो, बरु परै बसेर कराओस् के। परमेश्वरले जोगाएको तपाईँलाई त्यो मान्छेदेखि। बुझ्नुभयो नि? वाइज हुनु पर्यो होइन, एकदमै सुन्ने हो, मजाले सुनिदिने हो। एउटा कानले सुन्ने, अर्को कानले उडाइदिने। किन भन्दा उसले सुनाउनुको मतलब के हो थाहा छ तपाईँलाई? तपाईँलाई नेगेटिभ कुरा गर्नु, गाली गर्नुको मतलब के हो थाहा छ? त्यो कुराले तपाईँ भरिनु भएको होस् भनेर, उसमा भएको फोहोर कुरा तपाईँमा भर्न खोज्दैछ होइन। त्यही भएर त्यो भरिने होइन। के गर्ने? एउटा कानले सुन्यो, अर्को कानले उडाइदियो, दुईटा कान त्यही भएर दिएको भन्नु पर्यो है। बुझ्नुभयो नि? अब जस्तै हेर्नुहोस् है, हामी कतिचोटि मिस्टेक गर्छौँ। अबदेखि यो मिस्टेक गर्नु हुँदैन। हामीलाई कति मान्छेले नेगेटिभ कुरा भन्छन् नि, नराम्रो कुरा भन्छन् होइन। अनि हामी के गर्छौँ भन्दाखेरि कोही मान्छेलाई हामी भेट्छौँ, हाम्रो साथीहरूलाई भेट्छौँ, कतै जान्छौँ, अनि हामीले के भन्छौँ, फलानुले तँलाई अथवा मलाई होइन, आफूलाई पनि भनेको हुन्छ उसलाई, यो भन्यो, त्यो भन्यो, यस्तो भन्यो, उस्तो भन्यो भनेर सब डिटेलमा हामी बताउँछौँ नि। कहाँबाट आयो त्यो डिटेल? कहाँबाट आयो कि त्यो त्यस्तो कुराहरू? किनकि त्यो तपाईँको कुरा त होइन, त्यो अन्धकारको शक्तिले होइन त्यो मान्छेद्वारा तपाईँको हृदयमा भरिदियो के।
त्यही भएर त्यो भरिएको कुरा चाहिँ के भयो त, अब तपाईँले अर्कोलाई भरिदिँदै हुनुहुन्छ। अनि त्यसरी नै घुम्दै 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 त्यही मान्छेबाट पुग्छ एक दिन है। बुझ्नुभयो नि? अब हृदय नै त्यसैले भर्दै पछाडि कस्तो हुन्छ त? अब त्यो भएर हेर्नुहोस् है, हामीले के गर्नु पर्यो? सुन्नु पर्यो। सुन्न चाहिँ सुन्दिने, तर हृदयमा नलाने कि त्यसलाई। किन लाने? तपाईँको शान्ति हराउँछ कि अशान्तिमा जानुहुन्छ तपाईँ है? पुरै अशान्तिमा रातभरि निन्द्रा गायब हुन्छ तपाईँको। किन भन्दा उसले हालिदिन खोजेकै त्यही हो शैतानले। तर तपाईँ त ख्रिस्टको रगतले किनिएको व्यक्ति हो नि त। अब तपाईँलाई भन्ने व्यक्ति नै विश्वासी नै होला फेरि है, तपाईँले दुर्व्यवहार गर्ने व्यक्ति नै विश्वासी नै होला, तर चर्च जाने सबै विश्वासी हुँदैनन् है। चर्च जाने के त सबै विश्वासी हुँदैनन् है। चर्च जाँदैमा कोही क्रिस्चियन हुने हो भने यसुलाई किन विश्वास गर्नु पर्थ्यो र? सबै चर्चतिर जाँदा भइ त हाल्थ्यो हैन। जसले यसुलाई विश्वास गर्छ नि हो, उनीहरू मात्र विश्वासी हुन्। अब यसुलाई विश्वास गर्नेले के गर्छ फेरि? यसुको वचन पालन गर्छ, यसुको आज्ञा पालन गर्छ, यसुले बताउनु भएको देखाउनु भएको हैन बाटोमा हिँड्छ र यसुको प्रेमले हृदय भर्छ, यसुको अनुग्रहले हृदय भर्छ, यसुको सत्यताले ऊ भरिएको हुन्छ। अनि जो यसुमय हुन्छ नि त्यही हो विश्वासी है। अब तर के त, सानोतिनो कुरामा भड्किने, सड्किने, मड्किने, कड्किने हैन, मुड्डी हुन्छ नि, मुड होइन, कतिखेर चेन्ज हुन्छ थाहा नै हुँदैन। दुःख साथ भन्नु पर्दाखेरि ती मानिसहरू विश्वासी हुने प्रक्रियामा मात्र छन्, भइसकेका छैनन् है। प्रक्रियामा हुनु र हैन भइसक्नुमा फरक छ। तपाईँले अन्डा तताउनु भयो हैन, अन्डा उसिन्नु भयो, तताउनु भन्दा नि उसिन्नु भयो। अन्डा उसिन्नको लागि मजाले आगो बाल्यो भने कति मिनट लाग्छ भन्दा 5 मिनट लाग्छ। तर तपाईँले के गर्नुभयो भने 2 मिनटमै निकाल्नु भयो। अनि 2 मिनटमा त्यो अन्डा निकालेर के भन्नुभयो भन्दा, हो अन्डा त के रहेछ त, गिलै रहेछ हैन। अब के भएर त्यो गिलो भयो त? त्यो धेरै पाकेर गिलो भयो त होइन हैन। हामीले त के, अब कमन सेन्स हाम्रो के हुन्छ भन्दाखेरि धेरै पाकेको कुरा चाहिँ गिलो हुन्छ भन्ने सोच्छौँ नि त हामीले हैन। अन्डा अब धेरै पाकेर त्यो गिलो भयो त होइन हैन। किन भन्दा त्यो पुरा पाक्न पाएन, त्यही भएर त्यो चाहिँ के भयो त, गिलो भयो है। भनेपछि त्यस्तै बुझ्नुभयो नि, पुरा परिवर्तन नभएको मानिसहरू जसले सुसमाचार त सुने तर सुसमाचारलाई के गर्न सकेनन् भन्दाखेरि पुरा स्वीकार्न सकेनन्, यसुलाई पुरा स्वीकार्न सकेनन् हैन। अझै म हेर्छु बुझ्छु भन्नेहरू हैन, तर फेरि उनीहरूले के देखाउन सक्छन् तपाईँलाई भन्दाखेरि म त कम्प्लिटली विश्वासी हो भनेर नि भन्न सक्लान्, म पुरा विश्वास गर्छु नि भन्न सक्लान्। तर व्यवहारमा त्यो कुरा देखिनु पर्यो कि यदि व्यवहारमा तपाईँले एउटा ख्रिस्टको व्यवहार र स्वभाव तपाईँले देख्नुहुन्न भने उनीहरू पुरा विश्वासी भइसकेका छैनन्, प्रक्रियामा चाहिँ छन्, प्रोसेसमा छन्। अर्थात् पुरा अन्डा के भएको छैन त, पाकिसकेको छैन। अन्डा अझै पनि के छ त, कतै न कतै गिलो छ कि कतै न कतै काँचो छ, यसरी बुझ्नुहोस्। त्यही भएर त्यो आलो काँचाहरूको कुरामा तपाईँले ध्यान नदिनुहोस्, मैले भन्न खोजेको थियो है। आलो काँचोको कुरामा ध्यान नदिनुहोस्, किन भन्दा उनीहरूले पनि तपाईँलाई के गराउनु खोज्छन् त, आफू जस्तै गराउनु खोज्छन् है। त्यो भएर अब यसुको अनुग्रहले तपाईँहरूमा भरिनुपर्छ। उहाँले दिएको काम तपाईँले र मैले नै गर्नुपर्छ, एकदम टाइममा गर्नुपर्छ। किनकि यो चाहिँ के हो त, अर्जेन्सी है। इमर्जेन्सी भनेको जस्तै यो चाहिँ अर्जेन्सी हो है, अर्जेन्ट हो यो, बुझ्नुभयो नि, यो गर्नै पर्ने कुरा हो। अनि अब नगर्ने मान्छेहरूलाई चाहिँ के हुन्छ त भन्दाखेरि, नगर्ने मान्छेहरूको कसैको आँखा ठुलो होला, कसैको मुख बाङ्गेला हैन, कसैको के होला, बुझ्नुभयो नि, धेरै किसिमको कुराहरू आउँछन्। तर तपाईँ यदि साँच्चै यसुलाई विश्वास गर्नुहुन्छ र तपाईँ विश्वासी हो भने तपाईँले के बुझ्नुपर्छ त, अर्जेन्ट के हो त्यो कुरा बुझ्नुपर्छ है। सबैभन्दा मुख्य कुरा के हो त्यो तपाईँले बुझ्नुपर्छ। हेर्नुहोस् है, कोही मान्छेले छुटकारा पाओस् अथवा नपाओस् है, चङ्गाई पाओस् अथवा नपाओस्, अन्य भाषा बोलोस् अथवा नबोलोस् हैन, वचन प्रष्टसँग घोषणा गर्न सकोस् अथवा नसकोस्, बुझ्नुभयो नि। किनकि सबै मान्छेसँग सबै कुरा हुँदैन हैन। तर एउटा कुरा चाहिँ हुनुपर्छ के, उद्धार र मुक्तिको कुरा चाहिँ हुनुपर्छ
बुझ्नु भने त्यसले उद्धार र मुक्ति चाहिँ पाउनुपर्छ है। किन भन्दा परमेश्वरले हामीलाई निश्चित समय दिनुभएको छ, यहाँ लिमिटेड टाइम छ हामीसँग है। उहाँले चाहिँ एकदमै सीमित समय दिनुभएको छ। यो सीमित समयमा हामीले के गर्नुपर्छ, उहाँले दिएको काम हामीले पुरा गर्नुपर्छ। यदि हामीहरू अल्मलियौँ भने होइन, यदि हामीहरूले त्यो काम के हो नै बुझ्न सकेनौँ भने, काम के दिएको नै हामीले थाहा गर्न सकेनौँ भने हामीले कसरी काम गर्ने? तपाईँलाई कोही मान्छेले सहायता गर्न बोलायो, ल सहायता गर्नुहोस् भने अब तपाईँले के गर्नुहुन्छ होइन, अल्लमल्ल पर्नुहुन्छ नि तपाईँ, के गर्ने। अब त्यो मान्छेले भनिदियो भने बल्ल थाहा हुन्छ कि ल तपाईँले मलाई सहायता चाहिँ यो कुरामा गर्नुहोस्, यो कुरामा गर्नुहोस्, यहाँ गर्न सक्नुहुन्छ भने तपाईँले फटाफट गर्न सक्नुहुन्छ। भनेपछि तपाईँलाई त्यही भएर तपाईँको कलिङ थाहा हुनुपर्छ है, तपाईँको बोलावट थाहा हुनुपर्छ कि तपाईँलाई के को लागि बोलाइएको हो होइन। आराधक हो तपाईँ, आराधना गर्नुहुन्छ भने पुरा मण्डलीलाई तपाईँले के गर्नुपर्छ त, लिड गरेर परमेश्वरको उपस्थितिमा लानुपर्छ। लानै पर्छ, म लान सक्दिनँ होइन, लानै पर्छ। सक्नु भएन, के कारणले सक्नु भएन, कमजोरीलाई हटाउनु पर्छ र तपाईँले लानै पर्छ। किन भन्दा त्यो तपाईँको जिम्मेवारी हो, तपाईँलाई दिएको काम हो, बुझ्नुभयो नि, त्यो तपाईँले गर्नै पर्छ। तपाईँ एक्लैले सक्नुहुन्न। अब तपाईँको जस्तै जिम्मेवारी पाएको मानिस खोज्नुपर्छ, तपाईँले खोज्नुपर्छ, तपाईँले पत्ता लगाउनुपर्छ, अनि बल्ल तपाईँ के गर्न सक्नुहुन्छ त, अझ शक्तिशाली तरिकाले तपाईँले गर्न सक्नुहुन्छ है। मण्डली दर्शक होइन है, मण्डली के होइन त, दर्शक होइन, या पर्फर्मेन्स होइन। पुरै मण्डली नै के हो त भन्दाखेरि पर्फर्मर हो, बुझ्नु, पुरै मण्डली नै के हो त, पर्फर्मर हो। अनि अडियन्स चाहिँ परमेश्वर हुनुहुन्छ। मैले वर्शिपको कुरा गरेँ, वर्शिपमा अब के होइन त भन्दा एकजनाले गाउँदैछ, अरूजना हराउँदैछन्, त्यो होइन, पुरै मण्डली नै के हुनु पर्यो त, त्यो अभिषेकमा बग्नु पर्यो र सबैले आराधना गर्नु पर्यो। लिडरले त लिड मात्र गर्छ कि, बुझ्नुभयो नि। जब तपाईँ सबैजनाले जहाँ हुनुहुन्छ त्यही आराधना गर्नुहुन्छ नि होइन, जब तपाईँलाई कुनै आराधकले तपाईँलाई लिड गर्दै हुनुहुन्छ भने परमेश्वरले तपाईँहरू प्रत्येकलाई हेर्नुहुन्छ र प्रत्येक ठाउँमा उहाँले आशिषको झारी बसाउनुहुन्छ, प्रत्येक ठाउँमा, बुझ्नुभयो नि। किन भन्दाखेरि सिङ्गो मण्डली नै लाग्नुपर्छ कि। तपाईँले खाना खानुहुन्छ नि होइन, तपाईँले खाना खानुहुन्छ, सेटिस्फाई के हुन्छ, पेट हुन्छ कि आँखा हुन्छ कि नाक मुख हात खुट्टा, के सेटिस्फाई हुन्छ? अगाउनु चाहिँ के अगाउँछ? मान्छेले भन्छ नि पेट अगायो भन्छ नि, हो त होइन? उसो पेटमा भोक लागेको हो नि त, भोक लाग्दा किन आँखाबाट आँसु आउँछ मान्छेको? पेटलाई भोक लागेको हो नि त, पेटमै समस्या हुनु पर्ने हो। भोक लाग्दा किन हात खुट्टा काम्न थाल्छ? बुझ्नुभयो नि, किनकि पेटलाई भोक लागेको हो, बुझ्नुभयो नि। तपाईँले खाना खानु भएन भने, खाना अब खाँदै खानु भएन भने बिस्तारै बिस्तारै तपाईँको शरीर कमजोर हुँदै जान्छ, एक दिन तपाईँ मर्नुहुन्छ। वास्तवमा पेट मात्र मर्न पर्ने हो नि त, किन होइन? अब जस्तै किडनी फेल भयो कसैको, किडनी फेल भयो भने आँखा त होइन होइन, नाक मुख त होइन, अरू त होइन नि, तर पुरै शरीर किन बिरामी हुन्छ? बुझ्नुभयो नि। हामी के छौँ भन्दाखेरि एक अर्कासँग के छौँ त, एकदमै अन्तर्निहित छौँ कि एकदमै सम्बन्धित छौँ एक अर्कासँग। हामीहरू जेली जस्तै है, जेली जस्तै भन्दा नि जेरी जस्तै अझ होइन, माकुराको जालो जस्तै हामी एक अर्कासँग चाहिँ के छौँ त, सम्बन्धित छौँ, बुझ्नुभयो नि। अब एकजनाले के गर्दैछ भने पुरा मण्डलीले त्यसलाई फलो गर्नुपर्छ के, पुरा पुरा हेरेर बस्ने होइन, मेरो गिफ्ट त्यो होइन, होइन, सबले फलो गर्नुपर्छ। जस्तै हामीले भन्छौँ नि सेयर गर्नुहोस् भनेपछि होइन, अरूले गरिहाल्छन् नि, होइन के। हामी 38मा 38 जनालाई नै सेयर गरिदियो भने के हुन्छ थाहा छ? बल्ल तपाईँ मसँगै सहभागी हुनुभयो कि। तर तपाईँ सुनेर मात्र बसिराख्नु भयो भने के हुन्छ नि, तपाईँको के छ त भन्दाखेरि काम त हामीतिरै छ, तर ध्यान चाहिँ अन्तै छ है, मन चाहिँ अन्तै भयो कि होइन। हातमा पुस्तक अनि मनमा चाहिँ 10 थोक भने जस्तै भयो होइन। छन त मण्डलीमै छ शरीर, तर मन चाहिँ कहाँ छ त, घरमा छ के। घरमा होइन, काम बितिसक्यो है, लुगा सुकाएर आएको,
पानी पर्न लाग्यो, अब कसले उठाइदेला हैन? मान्छे चाहिँ कहाँ छ त? फेरि मण्डलीमा छ। तपाईँ जहाँ हुनुहुन्छ त्यही तपाईँ रमाउनुपर्छ के, त्यही नै हुनुपर्छ। तपाईँको कम्प्लिट एटेन्सन, पूर्ण ध्यान तपाईँको त्यहाँ हुनुपर्छ। अनि बल्ल तपाईँ के बन्न सक्नुहुन्छ? शक्तिशाली आत्मिकी योद्धा बन्न सक्नुहुन्छ है। अब यहाँ एकजनाले होइन कि पुरा मण्डली नै के हुनुपर्छ त? सेवकाईमा पार्टिसिपेट हुनुपर्छ। जस्तै वचन किन सिकाइन्छ? वचन ताकि धेरै मानिसहरूले येशूको बारेमा थाहा गरून् र येशूलाई विश्वास गरून् र उनीहरूले उद्धार र मुक्ति पाउन्। वचन सुनाउनुको पछाडिको मुख्य कारण यो हो। अनि वचन सुनाउँदै गर्दाखेरि वचनले नै के ल्याउँछ? मान्छेहरूलाई स्वतन्त्रता ल्याउँछ, छुटकारा ल्याउँछ। वचनले, वचनमा के छ त? चङ्गाई छ। बुझ्नुभयो नि? वचनमा छ। वचन पावरफुल छ, किनकि वचन आफै येशू हुनुहुन्छ, वचन परमेश्वर हुनुहुन्छ। जे कुरा हामीले घोषणा गर्छौँ त्यही कुरा परमेश्वरले के गर्नुहुन्छ त? पुरा गरिदिनुहुन्छ, किनकि हामीलाई त्यो गर्ने अधिकार दिनुभएको छ। अब तपाईँहरूमा के हुनु पर्यो? हरेक कुरामा पार्टिसिपेट हुनु पर्यो, हरेक कुरामा। तर गिफ्ट चाहिँ के छ त? हाम्रो फरक फरक छ है फेरि। तर फरक फरक गिफ्ट भए तापनि होइन, अब भनौँ न, मैले खाना त खाएँ, पेटमा भोक लागेको हो होइन, तर यहाँ के सहभागी हुन्छ? हात पनि सहभागी हुन्छ, आँखा पनि सहभागी हुन्छ त्यो काममा, नाक पनि सहभागी हुन्छ, कान पनि सहभागी हुन्छ होइन, मुख भयो, दाँत भयो, जिब्रो भयो, सबै सहभागी भयो। तर खाना चाहिँ कहाँ जाने हो त? पेटमा जाने हो नि त। डाइरेक्ट पेटमै हाल्दा भयो हुन्थ्यो नि त होइन, पाल पारेर। बुझ्नुभयो नि? अब सेवकाई भन्ने कुरा चाहिँ यो होइन कि एकजना व्यक्तिले गर्ने होइन। आराधना गर्दै गर्दा एकजना व्यक्ति मात्र होइन त्यहाँ है। चङ्गाई र छुटकाराको प्रार्थना गर्दै गर्दाखेरि एकजना मात्र होइन, त्यहाँ पुरा सिङ्गो मण्डली परिवार त्यसमा सहभागी हुनुपर्छ। बुझ्नुभयो नि? पुरै। किन भन्दाखेरि त्यहाँबाट निस्किएको कुराले चाहिँ के गर्छ त? तपाईँ र मलाई बलियो बनाउँछ। हामीले खाएको कुराले के त? पेटमा जे हुन्छ नि त्यसले पुरै शरीरलाई इनर्जी दिने हो के, त्यो पेटलाई मात्र होइन है। तपाईँले खाएको खानेकुराहरू सबै पेटमा जाँदै थुप्रिँदै 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 गयो भने तपाईँको पेट कत्रो हुन्छ होइन? त्यो त्यहाँ थुप्रिँदैन के, त्यो त्यहाँ पच्छ र त्यसले के गर्छ? पुरै शरीरभरि नै इनर्जी पठाउँछ, प्रोटिन पठाउँछ, भिटामिन पठाउँछ। त्यसरी पुरै शरीर शक्तिशाली हुन्छ। त्यही भएर प्रिय मण्डली, समयलाई चिन्नुहोस्। समय यही हो, किनकि तपाईँको समय आउँदैन है। म त यसो हेर्छु, दिन प्रतिदिन के हुँदैछ त भन्दाखेरि समय सिद्धिँदैछ। लास्ट आवरमा पुगेर चाहिँ हतार हतार म यो गर्छु भनेर हुन्छ है। अब म डिटेलमा त भन्दिनँ, थोरै कुरा भन्छु है। जस्तै हिजो हामी कुरा गर्दै थियो होइन, हाम्रो मिटिङ भनौँ न, हाम्रो मनु सिस्टर, म, एलिस, हाम्रो इमानुएल भाइ होइन, मार्था सिस्टर हुनुहुन्थ्यो। अनि उहाँहरूसँग कुरा गर्दै गर्दाखेरि एकजना व्यक्तिको कुरा भयो जसको चाहिँ के छैन त? चर्च छैन भन्ने कुरा होइन है। चर्च छैन। अब चर्च खडा गर्नु पर्यो है। अब के गर्नु पर्यो त? चर्च खडा गर्नु पर्यो। उहाँको के छैन त? चर्च छैन। तर उहाँ को हो त? पास्टर हो होइन। गोठालो, भेडा नभएको गोठालो हुन्छ? भेडा बिनाको गोठालो थाहा छ? भाडाको गोठालो हुन्छ त्यो चाहिँ होइन, जागिरी हुन्छ, भाडाको गोठालो हुन्छ। तर त्यसको भर पर्न सकिँदैन है। अब उहाँको के छैन त? चर्च छैन, भेडाहरू छैन, केही पनि छैन। तर हुन चाहिँ के हो त? पास्टर। अब चर्च खडा गर्नु पर्यो उहाँले होइन। के सक्नुहुन्छ? सक्नुहुन्न। किन सक्नुहुन्न? उहाँ मोसा होइन के। मोसाको सेवकाई 80 वर्षमा सुरु भयो होइन, बुझ्नु नि? उहाँ मोसा होइन। मोसाले के गर्यो? 40 वर्ष फारोको घरमा र 40 वर्ष इत्रोको घरमा होइन, ऊ तयारी गर्यो र 80 वर्षको उमेरमा उसले सेवकाई सुरु भयो र 120 वर्षको उमेरसम्म उसले के गर्यो त? प्रभुको होइन, प्रभुका जनहरू अर्थात् इजरायलीहरूलाई के गर्यो त? उसले लिड गर्यो, किनकि ऊ त तयारी गर्दै थियो हैन। तर अब अहिले त्यस्तो कुरा हेरेर हुन्छ त? हुँदैन है। म त प्रार्थना गर्छु, प्रभु मलाई मोसाको जस्तो 120 वर्षसम्म होइन,
तर मुसाको सेवकाई जहिले सुरु भयो त्यो टाइमसम्म चाहिँ मैले सेवा गर्न पाऊँ प्रभु भन्छु म। मेरो प्रार्थना चाहिँ त्यो हुन्छ जहिले पनि है। अनि अब हेर्नुहोस् है, जुन व्यक्ति जसले के गर्न सक्नु भएन, आफ्नो एउटा मण्डली खडा गर्न सक्नु भएन, मण्डली खडा गर्न सक्नु भएन, चेलाहरू निर्माण गर्न सक्नु भएन हैन, मिनिस्ट्रीलाई उहाँले, मैले हेरेको, मैले यसो विचार गरेँ हैन, कुरा सुन्दै गर्दा हाम्रो दिदी बहिनीहरूको, अनि उहाँसँग अपर्च्युनिटी नभएको होइन, सबै कुरा हुँदै हुँदै गर्दाखेरि पनि उहाँले के गर्नु भएन, ठिक समयमा काम गर्नु भएन, ठिक समयमा काम गर्नु भएन। हरेक कुराको सिजन हुन्छ, त्यो सिजनमै काम गर्यो भने, धान रोप्ने सिजन हुन्छ हैन, धान कटनी गर्ने सिजन हुन्छ, गोड्ने समय हुन्छ, पानी पर्ने समय हुन्छ, नपर्ने समय हुन्छ, सुक्खाको समय हुन्छ, हरेक कुराको समय हुन्छ नि। ठिक समयमा ठिक तरिकाले ठिक काम गर्यो भने त्यसले प्रतिफल के ल्याउँछ त? ठिक ल्याउँछ। अनि मैले हेरेँ उहाँको के भयो त, टाइम गयो, टाइम अफ भयो। 5 बजे जागिर छुट्ने हो हैन, 5 बजे कामबाट छुट्ने हो भने लगभग 4:30 भइसक्यो। अब आधा घन्टामा के गर्नुहुन्छ उहाँले? नथिङ, केही पनि गर्न सक्नुहुन्न। अब किन भन्दाखेरि उहाँले जुन समय बिताउनु भयो नि, 8 घन्टा काम गर्नुपर्ने ठाउँमा 7.5 घन्टा के भयो त? खेर गयो के। अब 7.5 घन्टामा जुन काम गर्नुपर्ने थियो उहाँले त्यो गर्न पाउनु भएन, सक्नु भएन भनेपछि अब आधा घन्टामा उहाँले के गर्न सक्नुहुन्न? केही त गर्न सक्नुहुन्छ। परमेश्वरमा असम्भव भन्ने कुरा छैन, तर त्यो गर्नको निम्ति पनि समर्पणता त चाहियो नि हैन। उहाँले जुन बोलावट परमेश्वरले दिनुभएको थियो त्यो बोलावटमा उहाँ के हुनु भएन? इमान्दारिताका साथ खडा हुनु भएन भन्ने कुरा हो। यदि तपाईहरू पनि खडा हुनु भएन भने भोलि तपाईँ 65-70 वर्षको पुग्नुहुन्छ हैन, अनि त्यो बेलामा तपाईँले टाउकोमा हात लाएर केही पनि फाइदा छैन, केही पनि फाइदा छैन। त्यही भएर अहिले समय छँदै तपाईँले के चिन्नुहोस्? आफ्नो बोलावटलाई चिन्नुहोस् र त्यसलाई पछ्याउनुहोस् हैन। बुझ्नुभयो नि? त्यो बोलावटलाई तपाईँले पछ्याउनुहोस्। यसरी पछ्याउनुहोस्, तपाईँको सबै कुरा नै त्यही हो के, सब कुरा नै त्यही हो। त्यसमै तपाईँले शान्ति भेट्टाउनुपर्छ, त्यसमै तपाईँले आनन्द भेट्टाउनुपर्छ, त्यसमै तपाईँले परमेश्वरको उपस्थिति भेट्टाउनुपर्छ। किन भन्दा यो मेरो हात छ नि, यो हात होइन, यो हात जन्मेदेखि हातै हो के, यसले कहिले पनि आफ्नो ठाउँ छोडेको छैन। यो आँखा छ नि, जन्मेदेखि नै हो, यसले आफ्नो काम गरि नै राखेको छ हैन। यो संसारमा अन्तिम समयसम्म रहँदाखेरिसम्म यसले आफ्नो काम गरि नै राख्छ के। बुझ्नुभयो नि? यसले आफ्नो काम गरि नै राख्छ, किनकि यसको बोलावटै त्यही हो के। भनेपछि आज तपाईँको बोलावट के हो? आज तपाईँलाई एउटा जस्तो लाग्छ, अनि भोलि अर्को जस्तो लाग्छ, पर्सि अर्को जस्तो लाग्छ, किनकि पहिला पनि त्यस्तै तपाईँलाई कतिवटा जस्तो लागिसकेको छ भने अझ तपाईँले फास्टिङ बस्नुहोस्, अझ तपाईँले कमिटेड भएर प्रार्थना गर्नुहोस् र क्लियर हुनुहोस्। पहिला एकदमै क्लियर हुनुहोस् र त्यसमा तपाईँ बढ्नुहोस्, त्यसमै तपाईँले फोकस गर्नुहोस्। समयलाई चिन्नुहोस्, समयले के गर्दैन त? कुर्दैन हैन। जुन दिन, किनकि जन्मिने एउटा समय छ, मर्ने पनि एउटा समय छ, नबिर्स्यौँ। संसारमा जसरी हाम्रो सुरुवात भयो त्यसरी नै हाम्रो के पनि हुन्छ त? अन्त्य पनि हुन्छ। किनकि यो संसारमा आउने कोही पनि सधैँ यो संसारमा रहँदैन। बुझ्नुभयो नि? तर ख्रीष्ट येशूलाई विश्वास गर्नेले चाहिँ अनन्त जीवन पाउँछ। फेरि यो पनि भुल्नु भएन। त्यो भएर तपाईँको कलिङ के हो? तपाईँको बोलावट के हो? हेर्नुहोस् है, तपाईँसँग कति टाइम छ, यो टाइमलाई पुरा सदुपयोग गर्नुहोस्, पुरा सदुपयोग गर्नुहोस्। र तपाईँ के हुनुपर्छ त? एउटा शक्तिशाली तपाईँ परमेश्वरको सेवक भन्नुपर्छ। तपाईँ परमेश्वरको सेवकै हुनुपर्छ, अरू कुरा होइन। बुझ्नुभयो नि? अरू कुराहरूतिर फोकस नगर्नुहोस्, जसरी भए पनि त्यो हुनु पर्यो। त्यही भएर समयलाई के गर्नु पर्यो त? हामीले चिन्नु पर्यो है। एउटा भजन गाइदिनुहोस् न, जसले गाइदिन्छ।